आज चाहिँ हामी गुन्द्रुक मासु खाने प्लान बनाइरहेका छौँ हामीले र अहिले म यो गुन्द्रुक कटिङ गरिरहेको छु। तपाईहरुलाई देखाउँछु अहिले मसलाहरू के हाल्छौँ हामी के राख्छौँ भनेर। र अहिले हामी गुन्द्रुक हेर्नुस्, यो एकदम प्योर अर्गानिक गुन्द्रुक हो। हामीले घरमै पालेको, अलिकति आइस भएको छ, आइसमा राख्नु पर्ने हुन्छ भन्ने त्यसले चाहिँ हामीले आइसमा राखेर आइस बनाएर पालेका छौँ। र तपाईहरुलाई यो गुन्द्रुक मासु कस्तो लाग्छ हैन? हाम्रो चाहिँ एकदम मजा लाग्छ हैन? त्यसरी एकदम आज चाहिँ शुक्रबारको दिन, भोलि सबैको छुट्टी छ केटाकेटीहरूको पनि। र हामी यो गुन्द्रुक मासु खाने प्लानमा अहिले दिइरहेका छौँ। हामी अहिले सलादको लागि भनेर हामीले यहाँ यो सलगम पनि ल्याएका छौँ। अलि हामी गुन्द्रुक मासु सहित खाने बेला हामी सलाद सहित गुन्द्रुक मासु हामी भातहरू खानेछौँ। र हामी अब बोसो कम्लो बोसो काट्दै मासु अब हामी आज चाहिँ हाम्रो खाने प्लान लोकल प्योर गुन्द्रुकको मासु। हेर्नुस् कस्तो मजाको छ नि, टक्क खान मजाको छ। अब हामी चाहिँ गुन्द्रुक मासु पकाउन थाल्यौँ। यो चाहिँ हाम्रो प्याज अनि हरियो ताजा खुर्सानी तर रातो पाकेको छ है। यो चाहिँ हाम्रो धनिया, यो चाहिँ हाम्रो लसुन र अदुवा पिसेर सिलौटामा लसा पिसेर बनाएको, र यो टमाटर। अब हामी जान्छौँ यता कडाईतिर, त्यहाँ तेल खरिदैछ। अब हामी चाहिँ तरकारी बनाउँदैछौँ है त। अब हामी चाहिँ यो प्याजलाई चाहिँ हामी अब यसमा हाल्दैछौँ। र हामी यसरी भुट्दैछौँ प्याजलाई मस्तसँग। अब चाहिँ हामी यो बेसार राख्दैछौँ यसमा। टक्क बेसार राखेर एकछिन यसलाई हामी तेलमा भर्छौँ है। त्यसपछि हामी अब मासु राख्छौँ। अनि टक्क गुन्द्रुक मासु मासुलाई यसरी हामी चलाएर मस्तसँग हामी एकछिन यसलाई हामी तेलमै फ्राई गर्छौँ प्याज र हाम्रो साबुत धनिया, सुकेको धनियाको दाना र यसमा जिरा छ, जिरा पिसेर हामीले यसमा अब राखेर हामी चलाउँछौँ। अब चाहिँ हामी यो अदुवा र लसुन पिसेको अब हामी यसरी राख्छौँ। राखेर हामी यसलाई स्याट चलाउँछौँ, मिलाउँछौँ है। अब चाहिँ हामी यो नुन राख्छौँ, स्वाद अनुसारको नुन राख्नुपर्छ हामीले अहिले। त्यसपछि हामी यसलाई एकैछिन अलिकति चलाएर त्यसपछि हामी यो टमाटर राख्छौँ। टमाटरलाई यसरी ढाकेपछि हामी चाहिँ अनि ढकनीले छोपेर 1 मिनेट हामी यसलाई छोप्छौँ। अब चाहिँ हामी कस्तो भएको छ भनेर अब हामी यो निकालेर ढक्कन निकाल्छौँ। निकालेर हामी यसरी चलाउँछौँ। अब चाहिँ पानी राख्ने बेला भइसकेको रहेछ। अब पानी हामी राख्छौँ।
थोरै पानी राखेका छौँ। अब एकछिनपछि हामी यसलाई उमालेपछि खानको लागि तयार हुन्छ होला। अब चाहिँ रेडी भएको अवस्था, त्यही भएर हामी यसमा हरियो धनियाँ राख्दैछौँ। राखेर एकछिन यसलाई मिलाउँछौँ। लगभग अब सायद तयार भइसकेको होला। अब एकछिन यसलाई टक्क एकछिन पाक्न दिएपछि त्यसपछि हामी खानको लागि रेडी गर्नेछौँ। सलगम काटेर अब यहाँ रेडी भएको छ सलादको लागि। अनि सलगम धेरै ठुलो रहेछ के, लगभग 1.5 किलोभन्दा कम थिएन होला सायद। यो आधा चाहिँ अहिले खानको लागि सलादको लागि बनाएका छौँ। यसको माथिको हरियो बोट छ। अनि यो चाहिँ यसलाई चाहिँ केही क्लिन ऱ्यापले छोपेर यसलाई चाहिँ फ्रिजमा राखेर भोलि खानेको लागि राखेका छौँ। र यो हामी अहिले आजको लागि सलादको लागि। मेरो छोटो मिठो भिडियोलाई अहिलेसम्म हेरिदिनु भयो, त्यसको लागि विशेष धन्यवाद टक्राउन चाहे तपाईँहरूमाझ। र आगामी दिनमा फेरि यस्तै भिडियो बनाउने छु। तबसम्मको लागि म बिदा हुन्छु। हस्त नमस्ते।